Om Namah Shivaya. Om Namah Shivaya. हामी अब यहाँ केरुङ हाईवे रिसोर्टमा खाना खानलाई ओर्ल्यौं। ए कस्तो राम्रो रहेछ यहाँ फ्लावर। Hello, I'm here. गाइड भाइहरू एनर्जेटिक छन्। साथीभाइ सबै रमाइलो गर्दै ल। वाउ कस्तो राम्रो फुल। कस्तो राम्रो गार्डन रहेछ है। आहा कस्तो राम्रो फ्लावर यो हिबिस्कस। वाउ कति राम्रो। हामी धुन्चे बजार आइपुग्यौँ। अब यहाँ चिया खाएर एकछिन रेस्ट गरेर अनि हामी यहाँबाट हिँड्ने हो। अनि हाम्रो साथीहरू धुन्चे बजार। हेलो धुन्चे आइपुग्यो। ल अब धुन्चेबाट कति बजे निस्किने? हाँ रिवाज कति बजे निस्किने? अब एकछिनमा ल 1 बजेतिर सबैजना ठिकठाक हुनुहुन्छ नि? सुषमा, सब ठीक छौँ। हिमा, दिनेश भाइ। हाम्रो भाइको नाम के हो? सुन्दर सुन्दर। ल सुन्दा के तामाङ। सुन्दर तामाङ। तामाङ ल गोसाइकुण्ड पुगेर फर्किन्जेल हाम्रो साथ दिनु होला।
हामी यहाँ दुईजना तामाङ छ हाम्रो आफ्नो ठाउँ छ यति भन्दा चाहिँ हैन ल्याउनु न यता ल्याउनु न त्यसमा के ल हामी धुन्चेको अब यो हिँड्ने ठाउँबाट हिँड्न लागेका छौँ सबैजना हाम्रो ग्रुप भन्ने त्यो ड्राइभर भाइलाई के गर्ने हाम्रो सामान भुइँमा त्यतिकै छ हेरेछ कि हामी यही छौँ अहिले त त्यही भन्ने मैले हाम्रो यात्रा सुरु भयो अब ट्रेकिङको 5 दिनको लागि आज हामी कहाँ गएर बस्ने रे रिवाज देउराली आज हामी देउराली गएर बस्छौँ कति घन्टामा पुग्छौँ चौतारीमा 1.5 घन्टा पुग्छ ल हो वा ल छिट्टै पुग्ने रहेछौँ 1.5 घन्टामा हामी देउराली पुगेर रेस्ट गर्छौँ त्यहीँ तपाईँ आज हामी अगाडि हो तपाईँलाई अगाडि राखेर लग्छु कुण्ड जाने बाटो आयो अलि यता फर्काइदेऊ हजुर गोसाइकुण्ड हामी जाने बाटो ल हामी घट्टे खोला आइपुग्यौँ ए कस्तो सफा पानी छ पुल झुलुङ्गे पुल हेलो भावना सुषमा पानी क्या राम्रो सफा यो पुलबाट वेदरले त साथ दिएको छ हामीलाई घाम लागिरहेछ पुगुन्जेल पानी नपरोस् अनि आनन्दले पुग्न पाइन्छ माथि देउरालीसम्म आज देउरालीमा गएर बास बस्छौँ हामी गोसाइकुण्ड तर यसमा पानी छैन सुखा कुण्ड यहाँबाट हामी माथि यो जङ्गलमा चाहिँ धेरै रातो पाण्डा पाउने रहेछ अब आयो ठाडो उकालो हाम्रो उक्लिने ठाउँ हामी देउराली आइपुग्यौँ 4 घन्टामा देउराली आएर हाम्रो होटेल हाम्रो रुममा आइपुग्यौँ हामी आनन्द भएको छ रुममा आइपुग्यौँ हाम्रो कमन बेड रहेछ सबै रचना नहुन्छ छ मलाई यति छटपटी भएको सञ्जित भाइ थियो नि त अनि यहाँ एट्याच टोयलेट बाथरुम पनि रहेछ सजिलो हुने भयो ए मान्छेको घुइँचो छ अहिले गोसाइकुण्डमा 1 हप्तासम्म मेला
रहेछ अनि मान्छेको ताती रहेछ भिड कुहिरोले। मान्छेको भिडमा अब आज हामी यहीँ बास बसेर भोलि बिहान अब निस्किने हो। माथि कुहिरो